आज लिपस्टिकको कुरा गरौँ न त। सुन्दा अलि अनौठो लाग्न सक्छ है। यसको सुरुवात त सिकारीहरूले त्यो अनुहार रङ्गाउने गर्थे नि, हो त्यहीँबाट भयो भन्ने पनि सुनिन्छ। हो त, तर आज हेर्नुहोस् त, यो सबैभन्दा धेरै बिक्री हुने सौन्दर्य सामग्री मध्ये पर्छ। कतिले त यसलाई ठुलो भएको मतलब वयस्क हुँदै गरेको चिनो पनि मान्छन् नि। एकदम। र यो साधारण देखिन्छ नि, तर यसको यात्रा चाहिँ असाधारण छ। आज हामी योसँग सम्बन्धित केही जानकारी हेरेर यसको इतिहास, विभिन्न चरणहरू अनि यससँग जोडिएका विवादहरू र यसले मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने बारे अलिकति गहिरिएर कुरा गर्दैछौँ। ल त्यसो भए सुरु गरौँ यसको एकदमै पुरानो जरोबाटै। मेसोपोटामियामा झन्डै 2500 ईसा पूर्वतिर मान्छेहरूले त्यो बहुमूल्य पत्थरहरू हुन्छ नि, हो त्यसलाई पिँधेर ओठमा लगाउँथे अरे। ए हो र, त्यो त सायद पहिलो कृत्रिम लिपस्टिक थियो होला है। त्यस्तै लाग्छ। अनि इजिप्टमा त कुरा अझै रोचक छ। त्यहाँ राजपरिवार अनि त्यो उच्च वर्गका मानिसहरूले रातो रङ खुब लगाउँथे। ए रातो रङ? हो, तर त्यसमा के मिसाएको हुन्थ्यो भने ब्रोमिन म्यानाइड जस्तो विषालु तत्त्व। ओहो, विषालु नै? त्यसैले त यसलाई मृत्युको चुम्बन पनि भनिन्थ्यो। बापरे। अर्को कुरा, सुरुमा त पुरुष र महिला दुवैले लगाउँथे नि यो। ए त्यो पनि हो। त्यो मृत्युको चुम्बनबाट आजको यस्तो सुरक्षित लिपस्टिकसम्म आइपुग्न त पक्कै धेरै महत्त्वपूर्ण मोडहरू आयो होलान्। जस्तो त्यो पहिलो ठोस लिपस्टिक त्यो कसरी बन्यो? एकदम 8 देखि 12औं शताब्दीतिर होला। अबु अल कासिम अल जहरावी भन्ने एकजना अन्डालुसियन चिकित्सक थिए। ए डाक्टरले? हो, उहाँले नि पहिलो ठोस लिपस्टिक बनाएको मानिन्छ। त्यो अत्तरको स्टिक जस्तै मोल्डमा थिचेर बनाएको। यसले गर्दा बोक्न र लगाउन सजिलो भयो। निकै ठुलो कुरा भयो त्यो त। हो, अनि धेरै पछि 1884 मा आएर बल्ल फ्रेन्च कम्पनी गुएरल्यान्डले व्यावसायिक उत्पादन थाल्यो। मृगको बोसो, मौरीको मैन अनि क्यास्टर तेल मिसाएर। अनि त्यो घुमाउने ट्युब त्यो त साँच्चै ठुलो परिवर्तन थियो होला नि लगाउनलाई। एकदम। 1923 मा मरिस लेवी भन्नेले बनाएको त्यो स्विभल ट्युबले त झन् कति सजिलो बनाइदियो, बोक्न पनि लगाउन पनि। हो त नि। तर यो लिपस्टिकको यात्रा सधैँ यस्तो सजिलो चाहिँ थिएन है। केही अप्ठ्यारोहरू पनि थिए। हो नि, मध्ययुगीन युरोपमा त चर्चले यसलाई मूर्ति पूजक चलन अनि वेश्यावृत्तिसँग जोडेर प्रतिबन्ध नै लगाएको थियो। ए त्यस्तो पनि? इङ्ल्यान्डमा त झन् 1770 तिर त लिपस्टिक लगाएर पुरुषलाई फकाउन खोज्यो भने त्यो त टुनामुना गरे सरह मानिन्थ्यो रे, कानुनै थियो भन्ने सुनिन्छ नि। साँच्चै? तर रानी एलिजाबेथ प्रथमले लगाउन थालेपछि चाहिँ अलिकति परिस्थिति बदलियो। उहाँले त लगाउनु भयो नि, हैन र? हो, उहाँले त चर्चको धारणा वास्तै नगरी सेतो पाउडर दलेको अनुहारमा गाढा रातो लिपस्टिक लगाउनु हुन्थ्यो। यसले गर्दा फेरि उच्च वर्गमा यो चल्न थाल्यो। अनि अर्को रोचक कुरा के भने त्यति बेला लिपस्टिकको रङले सामाजिक वर्ग पनि छुट्याउँथ्यो रे। कसरी? रातो रङ चाहिँ उच्च वर्गको लागि अनि अलि फिका रङहरू चाहिँ अरूका लागि। र लगभग 1890 को दशक पछि मात्रै यो महिलाहरूले मात्र लगाउने जस्तो भयो। जस्ता कुराहरू मिसाउँदा त पक्कै पनि लेड, भर्मिलियन जस्ता हानिकारक तत्त्वहरू त सामान्य नै थिए। 1900 को दशक पछि मात्रै अलिक गुणस्तर नियन्त्रण गर्ने सुरक्षित फर्मुला बनाउनेतिर ध्यान गयो। अनि त्यही बेला होला नि त्यो ट्रान्सफर प्रुफ मतलब नमेटिने खालको लिपस्टिक आएको। हो, रुज बेसेरा भन्ने कम्पनीले 1920 मा निकाल्यो। अनि लामो समय टिक्ने चाहिँ हेजल बिशपले 1950 तिर। तर त्यो पहिलो ट्रान्सफर प्रुफ त यति जिद्दी थियो रे कि हटाउनै गाह्रो भएर पछि बन्द गरियो। ए त्यस्तो पनि भयो? लिप ग्लस पनि लगभग त्यही 1920 तिरै आयो। रङहरूको कुरा गर्दा नि सुरुमा त रातो अनि गाढा रङहरू नै बढी चल्यो होलान्। तर 1950 को दशकपछि गुलाबी, फिका रङहरू आए। पछि त कालो, सेतो जस्ता एकदमै फरक रङहरू पनि देखिन थाले। सायद सेलिब्रिटीहरू र विभिन्न उपसंस्कृतिहरूको प्रभावले होला। हुन सक्छ। आजभोलि त लगभग सबै रङमा पाइन्छ नि। हो नि, रङमा मात्र होइन अरू कुरामा पनि विविधता आयो। त्यो स्वाद आउने लिप स्म्याकर्स अनि खानै मिल्ने बाइट ब्युटी अनि लगाउँदा एउटा रङ ओठमा पुगेपछि अर्को रङमा बदलिने खालको पनि आयो नि 2016 तिर। ए रङ बदल्ने पनि?
अहिले त झन् प्राकृतिक र पोषण दिने सामग्रीहरूमा बढी जोड छ। ल अब अलिकति यसको मनोवैज्ञानिक पाटो पनि हेरौँ न। लिपस्टिकले आत्मविश्वास बढाउँछ भन्ने त सुनिन्छ नै, तर केही अध्ययनहरूले चाहिँ के भन्छन्? केही अध्ययनहरूले के देखाए भने जस्तो कि रातो लिपस्टिक लगाउने महिलाहरूलाई अरूले बढी सक्षम, आकर्षक र पहुँचयोग्य मान्ने रहेछन्। ए त्यस्तो? हो, अनि रोचक कुरा के भने उनीहरूले आफैलाई पनि बढी आत्मविश्वासी र अलि बढी घुलमिल हुने खालको महसुस गरेको बताए। ए यो त अलि विरोधाभास जस्तो पनि सुनियो है। कुनै बेला विद्रोहको सङ्केत मानिने कुरा आज चाहिँ व्यावसायिक ठाउँमा सक्षमताको प्रतीक जस्तो? हो त नि, एउटै रङले पनि फरक फरक ठाउँमा फरक अर्थ दिने भयो। यो त व्यक्तित्व र मूड व्यक्त गर्ने माध्यम पनि भयो। जस्तो गाढा रङले आत्मविश्वास, हल्का रङले अलिकति संयम वा सरलता देखाउने। बिल्कुल। कसैका लागि यो नारीत्व र कामुकताको कुरा होला, कसैका लागि शक्ति र नियन्त्रणको अनुभव गर्ने तरिका हो। यो केवल ओठमा रङ लगाउने कुरा मात्रै रहेनछ, यो त आत्म अभिव्यक्तिको एउटा शक्तिशाली औजार पो बनेको छ। साँच्चै लिपस्टिकको यो पुरा यात्रा हेर्दा त यो खालि एउटा सौन्दर्य सामग्री मात्रै त पक्कै होइन रहेछ। कहाँ हुनु, यसले त इतिहास, नवीनता, सामाजिक मान्यता, कति विवादहरू अनि व्यक्तिगत मनोविज्ञान सबै कुरालाई आफूमा समेटेको छ। हो त, यसको यात्रा त्यो विष भरिएको मृत्युको चुम्बनबाट सुरु भएर आज खान मिल्ने, ओठलाई पोषण दिने प्राकृतिक सामग्रीसम्म आइपुग्यो। एकदम, कस्तो लामो र रोचक यात्रा है। हो नि। अन्तमा एउटा कुरा सोच्न मन लाग्यो, एउटा यति सानो ट्युबमा आउने रङले कसरी यति धेरै सांस्कृतिक, ऐतिहासिक र मनोवैज्ञानिक तहहरू बोकेर हिँड्न सक्छ।